हेलो गुड मर्निङ गाइज। हामी चाहिँ अहिले उठेर हैन हिँड्न लाग्यौँ लन्डनको स्ट्राटफोर्ड भन्ने जग्गामा। ए राजा सी हाई। साथी र म चाहिँ हिँड्न लाग्यौँ हैन। यस्तै छ गाइज, वेदर चाहिँ एकदमै क्लाउडी अनि एकदमै अब चाहिँ यहाँ चाहिँ विन्टर सुरु हुन लाग्यो। अब चाहिँ बिस्तारै चिसोहरू बढिरहेछ हैन। अनि हामी चाहिँ यही भित्र बस्छौँ यो भित्र हैन। अनि युकेज एभरग्रिन भने जस्तै हो। यहाँ चाहिँ ग्रिनरी चाहिँ धेरै देख्न सकिन्छ लन्डनमा। दामी छ हैन। अनि चिसो छ, लाइक त्यति धेरै चिसो त हैन र नि जस अलि चिसो चाहिँ बढिरहेछ। अहिले चाहिँ अटुम हो अनि के भन्छ यो लिप्स फलहरू भइरहेछ। यु क्यान सी दि लिप्स हैन। यस्तो चाहिँ हामी बस्ने ठाउँ चाहिँ अलिक क्वाइट छ। यसलाई चाहिँ यताबाट जाउँ राजा है, यतैबाट। यो चाहिँ हो लन्डनको विल्सन ग्रिन भन्छ। अनि यो चाहिँ जोन 2 मा पर्छ है। अनि यस्तै छ, यु क्यान सी द भ्यू हाउसेस है, यस्तै छ। हामी चाहिँ यहाँ त अहिले चाहिँ ट्रेनको लागि हिँडिरहेको छ। हवारै छ। ओके साथी हो, फेरि हामी चाहिँ हाम्रो ट्रेन स्टेसनमा आइसक्यौँ होइन। अहिले ट्रेन स्टेसन युज गर्न छाडेको चाहिँ धेरै समय भइसक्यो। किन भन्दा यतिखेर चाहिँ हामी बसबाट नै ट्राभल गरिरहेछौँ। द्याट्स राइट। अब हामी यहाँ रेड बुल लिन्छौँ, रेड बुल पिउँदै हामी जान्छौँ होइन राजा। सानो बनाएको है। रेड बुल पिउँछौँ, त्यसपछि जान्छौँ। ट्रेन चाहिँ कुदिरहेछ होइन देखेर के छ विचार। हामी चाहिँ अब यसो रेड बुल खाँदै चिसोमा होइन रेड बुल खाँदै हिँडिरहेछौँ। मिसन चाहिँ एउटा छ होइन, त्यो मिसन कम्प्लिट हुन्छ कि हुँदैन थाहा छैन आज होइन। लेट्स सी, लेट्स होप हुन्छ हाम्रो होइन। गाइस मिल्यो भने एउटा कुरा लिएर आउनेछौँ। यो चाहिँ ट्रेन स्टेसन हो, यो चाहिँ प्लेटफर्म हो होइन ट्रेनको, यहाँको अन्डरग्राउन्डको। यतापट्टि जाउँ राजा। यस्तै छ। ट्युब आउन चाहिँ लगभग 4 मिनट्स वेट गर्नु पऱ्यो हामीले। सिधै यो अगाडि चाहिँ वेम्बली हो होइन, वेम्बली हो। क्यान सी अलि राम्रो देख्दो रहेन रहेछ यहाँबाट चाहिँ। जहाँ चाहिँ फुटबल स्टेडियम छ, लन्डनको सबैभन्दा ठुलो स्टेडियम हो फुटबल स्टेडियम। वेल गाइज, यो चाहिँ ट्रेनको लिक ट्युब हो। यो चाहिँ खासमा अन्डरग्राउन्ड हो। राजा के छ नि, यो चाहिँ यता स्ट्यान्डमोर भन्ने जान्छ। यो चाहिँ जुबिली लाइन। अनि यताबाट चाहिँ फेरि उता स्ट्राटफोर्ड, लास्ट स्टपेज स्ट्राटफोर्ड। अनि हामी चाहिँ त्यहीँ जाँदैछौँ गाइज। वेल वेटिङ फर ट्रेन। ठ्याक्कै हाम्रो ट्युब पनि आइपुग्यो है। ठ्याक्कै हाम्रो ट्युब पनि आइपुग्यो भनेको नि। लेट्स इन। त्यसपछि हाम्रो जर्नी सुरु। लेट्स इन। वेल यस्तो छ भित्र चाहिँ। वाउ सो वार्म। कति वर्षपछि हामी चढ्यो ट्रेनमा। दामी छ गाइस, दामी छ। This train terminates at Stratford.
Yes. दामी आउँछ Well, guys, finally we are here. त्यहाँ छुट्टै कनक छ है फाइनली हाम्रो डेस्टिनेसनमा पुगेको अवस्था हामी चाहिँ होइन यो ट्रेनको लास्ट स्टप चाहिँ यहीँ हो होइन योभन्दा अगाडि जान सक्दैन यु क्यान सी देयर त्यहाँनिर चाहिँ बस पार्कहरू छ होइन त्यो बस स्टप छ अनि यो चाहिँ इस्ट लन्डन हो गाइस ए त्यो एयरफोन चाहिँ तल राख्नु न अलि राम्रो देखेन ओके गाइस यतिखेर चाहिँ हामी कहाँ छौँ रे राजा कहाँ हो कहाँ स्ट्राटफोर्डमा आइसक्यौँ होइन हाम्रो डेस्टिनेसन चाहिँ यहीँको लागि हामी आज घरबाट निस्केका थियौँ अब हेरौँ के हुन्छ होइन लास्ट यता माथिबाटै जाउँ है ल यो मुनिबाट जाँदा नै हुन्छ तर माथिबाट जाउँ यो चाहिँ कुन लाइन हो यो राजा गाइस अब हामी चाहिँ एउटा एक्जिट हुँदैछौँ है एक्जिट हुँदैछौँ मेरो त यस्तो झिक्नुपर्छ है भरे चाहिँ म टच गरेर छिरौँ न त्यहाँ है जम्मै 290 हालिदिइहालेछ हुँदैन Look at the view guys होइन के को हुन्छ हो हो के हुँदा राजा यु डोन्ट केयर कता हो हामी सक्यौँ उयो मल जाने हो कि कुन हो यो चाहिँ बस स्टप हो यो भित्र हो क्या उयो छ नि उयो स्टार्टफोर्ड सेन्टर यो छ नि यहाँ हो क्या ओके दुईजना चाहिँ हिँडिरहेको अवस्था हो यो चाहिँ इस्ट लन्डन यु क्यान सी यतिखेर चाहिँ दिउँसोको कति बजिरहेको छ यो 2 बजिरहेछ यु क्यान सी द क्राउड होइन एकदमै मान्छेहरू भिडभाड कुदामकुद गरिरहेछ नोबडी ह्याज अ टाइम अनि एकदमै यहाँ चाहिँ एकदमै रस लाइफ छ है लेट्स गो राजा यार गो 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 है अब हामी चाहिँ भित्र छिर्दैछौँ सामानहरू केही हेर्नको लागि मिलिहाल्यो भने त राजा होइन रमाइलो हुन्छ होइन एकदमै जबरजस्ती मिलाएर लगेर जाने भन्ने कुरा हो तर एकदमै मलाई चाहिँ पी आइरहेछ है यतातिर जाउँ राजा एकदमै पी आइरहेछ हेर्नुहोस् Halifax everything you can find here ब्याङ्कदेखि लगेर ग्रोसरीज होइन सब कुरा चाहिँ यहाँभित्र छ यो चाहिँ यहाँको महल हो के हो चाइनिज हो कि क्या हो मेडिकल एभ्रिथिङ लाइक स्टलहरू पनि छ यहाँनिर होइन राजा if somebody wanted cheapest clothes होइन some stops you can come here and then you can get whatever you want है मान्छेहरू यतातिर हेरिरहेछन् 8 पाउन्ड रे 3 पाउन्ड अरे होइन इट्स क्वाइट चिप राजा होइन कभरहरू चाहियो भने नि आउँछ है फोनको के हो यार मान्छेहरू पनि पेलमपेल त्यसै बिच राजा केही लाने हो लाने भएदेखि यसो हेरिहाल्दा हुन्छ फ्रुट्सहरू है फ्रुट्सहरू पनि यहाँ छ भेजिटेबलहरू फ्रुट्स भेजिटेबल्स लङ कोटहरू रहेछ इभन सुज पनि छ राजा होइन अनि फुडहरू पनि यहाँनिर पाउन सक्नुहुन्छ हो यो O2 को रहेछ राजा यो कुनको हेर्ने हो स्काई O2 होइन
यता माथि जाने हो कुनको लाने भनेको स्काईको चाहिँ हो अरे एमजी जेडी हो ई र स्काई छुट्टै छुट्टै हो ईमा नि हेरिदिउँ न के भन्नु रहेछ पासपोर्ट कहाँ छ त्यहाँ ओके गाइज एकदमै चाहिँ बार्बर सप पनि छ है स्काईमा चाहिँ दिन्छ अरे होइन यो त उयो हो राजा के भन्छ त्यसलाई हेर्दै जाम होइन हेर्दै जाम सबैभन्दा अगाडि चाहिँ जानु पऱ्यो क्या राजा पी गर्न जानु पऱ्यो क्या पेलिरहेछ क्या माथि छ कि क्या हो म्याकडोनल्डमा त छिर्न दिँदैन होला अब यत्तिकै होइन यहाँको मेन प्रब्लम भनेको चाहिँ यही हो क्या है जहाँ पाएँ त्यहीँ पब्लिक टोइलेट नहुने है लास्टै तनाव हुने क्या यहाँ त्यो भइसकेपछि एकछिन छ कि तर त्यहाँ उयो कोर्ट हुन्छ क्या राजा होइन कोर्ट छ कोर्ट चाहिन्छ McDonald's people are placing the orders and you know guys how crowded and कस्तो गाह्रो छ अब हामी चाहिँ पी गर्नको लागि होइन खोजिरहेको अवस्था हो Order is coming. Coming. हाम्रो आजको यो चाहिँ राजा कस्तो छ रिभ्यू दिउँ त म्याकडोनल्डको खाइरहेको छु होइन so nice guys ब्रेकफास्ट भन्ने कि आजको लन्च भन्ने होइन म्याकडोनल्ड गरियो त्यसपछि बाहिर निस्कियो हिँड्दैछौँ होइन राजाको लागि एउटा मोबाइल पनि बुक गरियो होइन 17 प्रो बुक गरियो गाइज यो ठाउँमा आएर होइन यसै अब फोन आउन चाहिँ टाइम लाग्ने भयो किन भन्दा अलिअलि यसो डकुमेन्टेसनमा अलिअलि टाइम लाग्ने भयो यही आएर थर्काउँछ त यार गाइज यस्तो कुराहरू छ होइन यस्तै छ है गाइज ल पर्फ्युमहरू यता रहेछ दामी रहेछ हामीसँग चाहिँ अलरेडी छ होइन राजा त्यो नसकेसम्म हामी किनिँदैन त्यो चाहिँ 8 रुपियाँमा लगिहाल्ने हो राजा यो हेर्नुहोस् सस्तो बजार है 10 पाउन्डमा यो अरे राजालाई मन पऱ्यो कि क्या हो मन पऱ्यो भने लिइहालौँ होइन ज्याकेटहरू छ गाइस यो के भन्छ यो सर्ट्सहरू चाहिँ 5 पाउन्ड्स अरे तर उयो ठिक रहेछ राजा 5 पाउन्ड्स अरे यो राजालाई भनेको नि मसँग त छ अलरेडी छ है ह्याट्सहरू यहाँ छ पर्फ्युम टोपी लाउने बेला कहाँ क्याप लाउने राजा पर्फ्युमहरू यता होइन गाइस नाइस लाइफ ओके गाइस अब हामी एक्जिट हुँदैछौँ दुईटा फोन लागेको रहेछ त्यो कति पछि छुट्टी गएछ त्यो बिर्सेछ तिर्नुलाई होइन अनि आएर
सपमा गएको थिएँ मैले यस्तो भयो तिर्न जान्छु भन्दाखेरि अनलाइन गर अरे त्यसो भए म तिर्दिनँ भनेको तिर्दिनँ भने तिरेन चाहिँ कि गाइस लुक एट द डे हामी चाहिँ एक्जिट भइसक्यौँ होइन चाँडो जाउँ राजा चाँडो ओके ठ्याक्कै हामी चाहिँ अब निस्क्यौँ होइन यहाँबाट अनि अब यो वेस्ट फिल्डमा छिर्नुपर्छ राजा एकपल्ट यो अगाडिको यो गाडीको वेस्ट फिल्ड क्या माथि यो ठुलो छ राजा कम मेरो खिच हानौँ त सिधै आइरहनु लिफ्टबाट जाउँ न त माथि जाने भयो नजाउँ राजा हिँड्दै जाउँ न माथि यस्तो हान्नु पऱ्यो अनि अगाडि आएर मोबाइल लाग्दो हुन्छ मलाई थाहा छैन होइन लाँदैन राजा अलि राम्रो आउनु लाजा लास्ट लजाए किन लजाउनु यो राम्रो दामी निकाल्नु पऱ्यो क्या निकाल्नु परेन आम्ना अगाडि जानेर माथि राजा भन्न नमिल्ने होइन गइरहेको छौँ हामी फोटो चाहिँ हामी गरेर यार कतिबाट हान्छ फोटो चाहिँ अब हामी चाहिँ हिँडेको अवस्था होइन अब एक्जिट हुनु पर्यो यहाँबाट अब यहाँबाटै गाइज इन भएर टक्क लाएर घर जाँदै अवस्था हो यो चाहिँ सिस्टर रिचार्ज गर्ने ठाउँ होइन छिर्दिनु यार मान्छे चाहिँ टक्क यसरी यो कार्ड ट्याप गरेपछि टक्क यो खोलिन्छ त्यसपछि हामी लागिन्छ यसरी अनि फेरि पनि हामी जताबाट आयौँ त्यतैतिर हेडेड फर होम ब्याक होम फेरि पनि हामी प्लेटफर्ममा जाँदैछौँ